अब चाहिँ हामी जाँदैछौँ स्कुटीमा। सो गाइज हजुरले सोध्नुभयो होला म कहाँ जाँदैछु। म जाँदैछु आज जङ्गलमा एक्लै चाउचाउ पकाएर खानको लागि है त गाइज। लेट्स गो। ट्याक्क मेरो धान्नु स्कुटी खतरा रेडी छ। हेलमेटलाई साइड राखौँ। हेलमेट चाहिन्छ, लाउनुपर्छ हेलमेट, तर मैले लाउन। हेलमेट लाउनुपर्छ। मेरो फलामको टाउको छ। सो लेट्स गो। सो यहाँ छ सामान सबै त्यही छ। छ क्या सबै ल। जाँदै गयो मेरो लोकेसनमा आएर। So let's go. हल्का राम्रो ग्रिप लिगो हाम्रो हातमा, मोबाइल खस्छ। ना ओके लेट्स गो। सामान यहाँ छ, बाटो यो। या फेरि ऱ्याप सुनिदिइराख्नुहोस्। अब आज जाँदैछौँ म एक्लै खाँदै पिकनिक चाउचाउ पकाएर जाँदैछु म पिकनिक। एक्लै चाउचाउ पकाउँछु जङ्गलमा। ए बाटो कबाडी छ, बाटो कबाडी छ, बाटो कबाडी छ। बाटो कबाडी सुशीला कार्की नयाँ सरकार भयो नि। के भयो बाटो त कबाडिनु छ नि। व्हाट द हेल, व्हाट द सिग्मा, किन बाई बाई। सो गाइस अब चाहिँ मेरो घरदेखि त्यो ठाउँमा चाहिँ जान धेरै लाग्यो, 3 मिनट लाग्ला। त्यो बाटो बहुत कबाडी छ। त्योबाट जङ्गलको बाटो चाहिँ गाइस भुत सुताएर खाइदिनु सक्छ होइन। भुतलाई मासु मन पर्दैन होला, त्यही भएर मलाई खानु होला, किनकि म हड्डे मजा गरेको। गाइस चिल बस्नु होला नि त। हामी चाहिँ डेस्टिनेसनमा पुगिसकेका छौँ लगभग पुगिसकेका छौँ। आई एम राइडिङ एन्ड आई एम अलोन, यु क्यान सी। हामी जाँदैछौँ ट्याक्क। हल्का नराम्रो बाटो छ। अब चाहिँ हाम्रो बाटो ठिकै आउँदैछ। सो अब जाँदैछु म कता पिकनिक एक्लै खान चाउचाउ पकाएर। गाइस हामी पुगिसक्यौँ बन्दै या मेरो ऱ्याप सुन्दै हाम्रो बाटो छैन, के गर्ने होला नि। ल है त हामी पुग्यौँ। 3, 2, 1 सो गाइस हामी चाहिँ परालु त्यहाँ छ। हामी एउटा हातले क्यामेरा छोप्दै अनि यस्तो बाटोमा स्कुटर लैजाँदैछु म। यस्तो कबाडी बाटो। एउटा मान्छेले भैँसी चढायो, एउटाले भैँसी चढाएछ। पाल लाग्छ त। अरे गाई चाहिँ त मान्छे छ नि त, एउटा मान्छे भएर के भएर मुढाहरू रहेछन् है। यी मुढाहरू चाहिँ छन् होइन। मुढाहरू भए पनि उ छैन। साना दाउरा चाहिँ खोज्नुपर्छ। साना दाउरा कहाँ ल्याउने होला, आउन त आइयो। सो गाइस आगोको जुगाड भयो जस्तो छ। सो गाइस मैले चाहिँ होइन यो भेटाएको छु। यो होइन भाँच्चे घाउ, यो युज त हुन्न होइन। त्यो पनि अब थारूहरूको जात गाली गऱ्यो भने ल हो जलाइदिनु पर्छ क्या यसलाई निकालेर, अनि आगो भइहाल्छ। अनि यहाँ चुटो छ। ल है त यहीँ बनामै त ल, लेट्स गो। सो गाइस मैले चाहिँ उयोलाई टुटाली यस्तो दुईवटा बनाएको हो। यो चाहिँ पहिला यसो दन्के के अरे यसो स्टार्टरको लागि, अनि पछि चाहिँ यिनी ठुला दाउरा हालेर हल्का आगो टिकाउ बनाउने, अनि ताप्के हाल्छु। अब चाहिँ आगो बालौँ है त। बोल्छु नि यता।
ओके लकिली गाइज हामीले चाहिँ यो घाँस भेटाइसकेका छौँ अब चाहिँ घाँस यहाँ बाल्यो त्यसमाथि दाउरा हालेर है त अब चाहिँ होला जस्तो छ अब चाहिँ होला जस्तो छ है ओके घाँस बोल्यो बोल्यो यो हाल्ने बोल कान्छा बोल कमन बोल्यो यार अझै घाँस भनेर भने काटेर जायो ए यार अब चाहिँ यत्रो स्ट्रगल हसल गर्दा गर्दै पनि आगो बोलिरहेको छैन सो लास्ट टाइम गाइज अब चाहिँ म 10 मिनट हाल्छु अफ क्यामेरा है त 4 मिनटको एकछिन सो गाइज 100 चोटि प्रयास गर्दा नि भएन आगो बोलेन मैले सोचेको थिएँ आगो बालौँला आई थिङ्क आइ एम अ बिट डिलुजनल आई हेभ अ डिलुड फिभर यु वन्ट गेट वाट आइम ट्राइङ टु से बट आई डु हेभ अ डिलुजनल thought. I did have a delusional thought back then. I thought I would easily start a fire and I would cook, but not. Reality hit hard. Reality hits hard. You know, I'm a Nepali boy. I don't know how to pronounce that such words without me. Okay, practice makes perfect. Okay, sorry guys, like मैले बनाउन सकेन ताप्के लिएर आएको थिएँ अब ताप्केको के काम छ अब चाउचाउ के अरे आगे नबोलेसी त देयर्स ओन्ली वान वे चाउचाउ त हाम्रो लाली हो लाली चाउचाउलाई पकाउनु पर्छ र पकाएन भने चाहिँ काँचो खाएर हिँड्छ त्यही मैले काँचो लेट्स गो सरी फर द डिसअपोइन्टमेन्ट गाइज मलाई सोचेको थिएन कि म यो यस्तो बेलामा आउनेछु अब मैले चाउचाउ भोगेर चाउचाउ खानुपर्ने भयो अब पकाउन ढङ्गै भएन आगै बोलेन त्यही भएर अब आनन्दले खाँदैछु म र आजको भ्लग यहीँ समाप्त हुन्छ ह्याप्पी बर्थडे टु यु बाई बाई आजको मिसन इन्कम्प्लिट भयो आई एम सो स्याड अबाउट द्याट